अघिल्लो पङ्क्तिमा पूर्ण समय दिएर बसिराख्नु भएको छ। नेफ्टाका पुष्कर लामा सर ढिलो आउनुभयो। राजभाइ सुवाल सर ड्रोन सङमा हुनुहुन्छ, उडान। अनि आदरणीय दाई रविन्द्र खड्का दाई, उहाँले जहिले पनि कलाकारहरूलाई माया गर्नुहुन्छ र कार्यक्रमहरूमा खास गरिकन अत्यन्तै उत्साहका साथ भाग लिनुहुन्छ। मोहन दाई धन्यवाद छ कि यो आजको यो सबै साथीहरूको नाम हो कि होइन भनेर रुजु गर्ने समितिमा अत्यन्तै प्रबुद्ध चलचित्रकर्मीको रूपमा उहाँ हामीसँग हुनुहुन्थ्यो। जनदीप सर, निर्देशक समाज, समीर भाइ, चलचित्र पत्रकार सङ्घ र पासा गोपाल काजी कायस्थ उपाध्यक्ष चलचित्र सङ्घ अनि जनकजी पनि हुनुहुन्थ्यो नि अन्य सङ्घ संस्थाका सबै साथीहरू, मेरो नमस्कार छ। सम्भवतः यो सिजनको सबैभन्दा छोटो समापन मन्तव्य बोल्न गइरहेको छु। बाहिर खाजा खोल्यो भने मेरो कुरा नसुन्ने भएको हुनाले खाजा कुनै पनि हातमा नखोल्न हुनको लागि अनुरोध गरिएको छ। उत्कृष्ट छ नि त सर, प्रेम बाहुन सर। यसमा मेरो केही कुरो छैन, दुई चारवटा कुरा मात्रै। अघि कोसन सरले पनि भनिदिनु भयो कि पहिला चाहिँ कार्ड मात्रै बाँड्छ भन्ने पनि केही साथीहरूले भन्नुभयो, त्यतिखेर नबुझेर भन्नुभएको, त्यसलाई मैले नेगेटिभ पनि लिएको छैन। अहिले पछिल्लो 1 वर्ष 12-14 महिनादेखि म यो बोर्डमा छु। मसँग नेपाल सरकारको लोगो अङ्कित एउटा कार्ड छ। तर जब स्वतन्त्र भएर मैले जीवनको 34-35 वर्ष काम गरेँ, त्यो बेला त्यही एउटा आइडेन्टिटी कार्डको ठुलो महत्त्व हुन्थ्यो। हामीसँग न्युमोनिक नेपाल सरकारको लोगो भएको कार्ड हामीसँग हुँदैन थियो। हामीसँग स्वतन्त्र एनजिओज जुन हाम्रो साथीहरूले नेतृत्व गर्नुहुन्छ उहाँहरूको हुन्थ्यो, जसलाई अन्तर्राष्ट्रिय जगतले चाहिँ मान्यता दिँदैन। निर्देशक समाजको कार्डलाई निर्देशक समाजले चाहिँ मान्यता दिन्छ संसारभरिकोले, तर अर्को ठाउँमा गर्दा म चलचित्र निर्देशक हो भन्दाखेरि उसले अफिसियल्ली चाहिँ मान्दैन, ए हो भन्ने परिचय मात्रै हुन्छ। त्यस्तै तर यो कार्ड प्राप्त गरेपछि नेपालको चाहिँ यो प्राविधिक हो है, नेपाल सरकारले यसलाई इन्डोर्स गरेको छ। यो चलचित्र निर्देशक हो, यो कलाकार हो अथवा वाटेभर, अथवा गीतकार हो, शान्तिप्रिय दाइ र हाम्रो दयारामजी हुनुहुन्छ, इनास ग्लोबलको एसिया रिजनकै चिफ हुनुभएको बधाई पनि छ तपाईँलाई। नेपाली कलाकर्मीहरूको अन्तर्राष्ट्रिय सङ्गठन हो त्यो इनास। त्यो कुरा त्यसकारण त्यसको महत्त्व छ भन्ने एउटा महत्त्व बुझ्नको लागि जरुरी अनुरोध गर्दछु भने 30 वर्षको साथीहरूले पहिला 1 लाख रुपैयाँको मात्रै इन्सुरेन्स पाउनुहुन्थ्यो, खास गरिकन औषधि उपचारको, र 20 वर्षकोहरूको त कार्डै पाइँदैन थियो। अनि हामीले अहिलेको बोर्डले के विचार गर्यो भने खास गरिकन राजेश कुमार सरलाई हामीले धन्यवाद दिनुपर्छ, जोरदार तालीको पनि अपेक्षा गर्छौँ। काम गर्ने हेर्दाखेरि त लिडरकै नाम आउँछ, तर यो चिजहरू कसरी भइरहेको छ भन्ने कुराहरू हुन्छ र त्यसको पैसाको व्यवस्थापनको पनि कुरा आउँछ। त्यो लेखाका प्रभाकरजीलाई पनि धन्यवाद दिनुपर्छ। भनेपछि ती व्यवस्थापनहरूका आधारमा चाहिँ 20 वर्षको साथीहरूले 75,000 को र 30 वर्ष क्रस गरेकोहरूले 1 लाख को बारे, किनभने 18-20 वर्षमा त पेन्सन हुन्छ सरकारी जागिरमा भएको हुनाले हामीले पनि स्वतन्त्र रूपमा काम गरेका कारणले त्यो हुनुपर्छ भनेर यो राखिएको कुरा म अनुरोध गर्दछु। अनि कतिपय साथीहरूले चाहिँ के भन्नुहुन्छ भने यो इन्सुरेन्स क्लेम गर्ने तरिका थाहा छैन, कोही विभिन्न व्यस्तताका कारणले गर्दा 40 दिन पछाडि आइदिनुहुन्छ। बिरामी भएर सर, बिरामी भएर त्यो औषधि उपचारको बिल सहित र डाक्टरको त्यो एउटा सिग्नेचर सहित यहाँ चाहिँ 35 दिनभित्रमा त्यो इन्सुरेन्स अफिसमा पुग्नुपर्छ भनेको अर्थ कमसेकम 30 दिनभित्रमा चाहिँ चलचित्र विकास बोर्डमा आइसक्नु पर्यो भन्ने कुरा यहाँले निवेदन गर्दछु। यो एकदमै सबैले जानेको कुरा तर नगरेको कुरा, त्यसकारण यो गरिदिनु हुनको लागि अनुरोध गर्छु। त्यसपछि एउटा सर्टेन पर्सेन्टेज यहाँको नियमअनुसार, इन्सुरेन्सको नियमअनुसार हामीले त्यो प्राप्त गर्नेछौँ र त्यसमा चाहिँ हाम्रो चलचित्र विकास बोर्डले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ। कार्डको विषयमा यही नै भयो। हामी यो वर्षलाई चलचित्र कर्मीहरूको दक्षता अभिवृद्धि वर्षमा काम गरिरहेको हुनाले अन्य प्रकारका कार्यक्रमहरूको रकमलाई पनि हामीले कटौती गरी ती सबै चिजहरू स्तरोन्नतिमा खर्च गर्नेछौँ। समय, पैसा र मन, खास गरिकन साउन्ड मिक्सिङमा, क्यामेरामा र मेकअपमा अत्यधिक मात्रामा भने अन्य सबैको लागि रिफ्रेसर कोर्सहरू पनि गराइने कुरा र तिहार पछाडि यसको हामी लिस्ट निकाल्नेछौँ, जसका लागि चलचित्र विकास बोर्डका यहाँ हजुरहरूले देखिराख्नुभएका सम्पूर्ण सदस्य साथीहरू पूर्णतया घनीभूत ढङ्गले लाग्नुभएको कुरा यहाँलाई निवेदन गर्दछु। अर्को कुरा,
निम्तो पाएन भनेर थुप्रै साथीहरूले भन्नुभयो। यो निम्तोमा कार्यक्रम इभेन्ट अर्गनाइजरले त चाहन्छ कि सबैभन्दा बढी मानिसहरूको उपस्थिति होस्, तर यो निम्तोमा जस्तो यही कार्यक्रममा पनि केही साथीहरूले हामीले कार्ड पाएनौँ भनेर मलाई राम्ररी पोजिटिभली, अब हुन त आजकल म नेगेटिभ पनि पोजिटिभ लिन थालेको छु कोर्सरी सर केही समय नेगेटिभै भने नि त्यसलाई पोजिटिभली नै लिने, म भित्र मोडर्न बुद्ध जागे पनि हुनसक्छ। अनि यो निम्तो चाहिँ कन्सर्न सङ्घ संस्थालाई त निम्तो गर्नै पर्यो। त्योदेखि बाहेक चाहिँ कार्यक्रमको प्रकृति हेरी जस्तो आज हाम्रो 175 कि कतिजना सम्पन्नजी वेलकम 178 जना साथीहरूलाई हामीले अनुरोध गरेको छौँ, तर हाम्रो सिटको क्यापासिटी नै 160 छ भनिसकेपछि 178 ओभरफ्लो भइसकेपछि अब धेरै सिनियर चलचित्रकर्मीहरू जो कार्यक्रममा आउने इच्छा गर्नुहुन्थ्यो उहाँहरूलाई हामीले निम्तो पठाउन सकेन। त्यो सम्पन्नजीको कार्ड खोज्नु पर्यो अनि त्यसपछि त्यो सकेनौँ। र यो निम्तोको चाहिँ सबै कार्यक्रममा सबै चाहिँ संस्थाका पदाधिकारीहरू बाहेक अरूलाई निम्तो नपुग्न पनि सक्छ है भन्ने कुरा बुझिदिनका लागि अनुरोध गर्दछु। र एउटा साथी आएर अघि पनि मैले सरहरूलाई माथि भने रिपिट भयो, सरहरूलाई भनेको चाहिँ यो राष्ट्रिय चलचित्र पुरस्कारमा पुरस्कार पाइन भनेर एकजना साथीले मलाई चलचित्रकर्मी साथीले माथि अफिसमै अगाडि नै अलिकति अभद्र तरिकाले ठाडो स्वरमा, अभद्र भन्दा अरू अभद्र त किन गर्नुहुन्थ्यो भने पनि अलिक ठाडो स्वरमा कार्ड पाइन भन्ने गुनासो व्यक्त गर्नु। म पनि त्यस्तै मुडमा थिएँ, हरेक मुड हुन्छ नि त, स्विङ भइरहेको बेला थिएँ। अनि ए हो तपाईँलाई पुगेन पुगेन यहाँ सुन्नुहोस् मेरो कुरा पनि, अरू पनि हुनुहुन्थ्यो। राष्ट्रपति भवनमा 250वटा सिट छ, 250वटा सिट मध्ये आयोजक संस्था चलचित्र विकास बोर्डमा 36 जना कर्मचारी हुनुहुन्छ र 14 जना जति सञ्चार मन्त्रालयसँग सम्बद्ध व्यक्तित्वहरूलाई हामीले बोलाउनै पर्छ। 50 सिट थियो, 200 बाँकी हो। 200 मा करिब 30-33 सम्मानित र पुरस्कृत व्यक्तित्वहरू र उहाँका परिवारका सदस्यहरू हुनुहुन्छ। 170 रह्यो। 170 पछाडि सङ्घ संस्थाका नेतृत्व गर्ने आदरणीय व्यक्तित्वहरू घटीमा 20, 150 बाँकी भयो। त्यसपछि राष्ट्रिय अवार्ड भएको हुनाले अत्यन्तै लामो समय व्यतीत गर्नुभएका यादव खरेल दाईदेखि मञ्जु कुमार श्रेष्ठ दाईसम्म अथवा त्यो प्रकारका दाईहरू जो चलचित्रमा एक्टिभ हुनुहुन्न तर चलचित्रकर्ममा उहाँहरूको ठुलो योगदान छ, उहाँहरू पनि 30-40 जना 50 जना हुनुहुन्छ। हिसाबले गर्दा 110 जना जतिको अब कुर्सी खाली भयो। र मैले उहाँलाई भने भाइ अब तपाईँ एकदम मनमा हात राखेर एक्लै सम्झेर भन्नुहोस् कि तपाईँ नेपाली चलचित्र उद्योगको 110 जना भित्र पर्नुहुन्छ कि पर्नुहुन्न? तपाईँ 110 जना भित्र पर्नुहुन्छ भने तपाईँ माथि ठुलो अन्याय हो। म त्यसमाथि माफी माग्छु, म त्यसको नेतृत्व गर्ने मान्छे हो। 110 भित्र पर्नु भएन भने निम्तो नआएकोमा चित्त नदुखाइदिनु हुनको लागि अनुरोध गर्दछु। किनभने करिब 3500 सक्रिय चलचित्रकर्मीहरूले वर्षमा करिब 100 का हाराहारीमा चलचित्रहरूको निर्माण गरिरहेका छन् मातृभाषी चलचित्र सहित। 3500 साथीहरूलाई राष्ट्रपति भवनमा अथवा प्रधानमन्त्री कार्यालयमा निम्तो गर्नका लागि कुर्सी उपलब्ध गराउन सकिँदैन। अनि कुर्सी उपलब्ध नगराएपछि बाथरुममा गएर फोटो सार्वजनिक हुन सक्ने सम्भाव्यताहरू नै रहन्छ, जो विगतको इतिहासमा देखियोस्। त्यस्तो नहोस् भन्ने अनि मैले सिरियस नोटमा भने मैले मनको कुरा भनेको। आज भइ त गाह्रो हुँदो रहेछ, उता भइसकेपछि सजिलो हुन्छ, त्यो सबै कुरा भयो। आज तपाईँहरू उपस्थित भइदिनु भएकोमा एकदमै धन्यवाद दिन्छु। जसको छुटेको छ छुटेर केही बिग्रिँदैन। उकले भन्छ मेरो नाम छुट्यो, सामाजिक सञ्जालमा रोइलो पनि हामीले सुनेका छौँ। सामाजिक सञ्जालको रोइलोले केही पनि हुँदैन। हुन त कति साथीहरूले निवेदन दिएर लिनु र भन्नु पऱ्यो अघिल्लो पङ्क्तिमा, अहिलेमा हेरेँ नदिनु नि त भनेर मैले आफैले नाम लिस्ट गरेर पनि दिँदै, किनभने अब सबैको आफ्नो इगोहरू हुन्छ र त्यो इगोको पनि सम्मान गरिदिनुपर्छ नेतृत्वमा बसेर भनेर उहाँहरूको नाम मैले जम्मै मोबाइलमा टिपेर दिएँ होइन। अब निवेदन दिनु सरकारी कार्यालय हो नि त, सरकारी कार्यालयमा त निवेदन दिनुपर्छ, त्यो म बाहिर बस्दा पनि दिनुपर्छ। अनि नदिए पनि दिनुहुन्न भने पनि चलचित्रकर्ममा गरेको योगदानको आधारमा उहाँलाई दिनुपर्छ भन्ने हामीले गऱ्यौँ। यो प्रकारका चिजहरू हामीसँग असन्तुष्टिहरू रहन्छन्, ती असन्तुष्टिहरूलाई हटाउँ। चलचित्र उद्योगमा अब हामी केही यो वर्ष अघि मैले भने दक्षता अभिवृद्धि वर्षमा गइरहेका छौँ। आफ्ना सङ्गठनका व्यक्तिहरूले सबैले दक्षता त्यो लेभलमा लिन पर्यो। काम गरिराखेकाहरूले रिफ्रेसर कोर्स र थप नयाँ प्रविधिका विषयमा, र काम नगरेकाहरूले त अब पुरै लिएर चलचित्र उद्योगलाई विश्व बजारमा देखाउँदाखेरि
नेपाली साथीहरूले अमेरिकामा हेर्दाखेरि त्यो साउन्ड, त्यो क्वालिटी, त्यो सबै चिजहरू त्यहाँ पुगोस् भन्ने म चाहिँ त्यो लेभलमा पुग्नका लागि चाहिँ हामी काम गरिरहेका छौँ, जसको रिजल्ट यो पछाडि निस्किनेछ। यति भन्दै खाजा अबको 10 मिनटमा बाहिर खुला गर्ने र सम्पूर्ण श्रेष्ठ भाइको कार्ड कता छ? त्यो कार्डसहित हामी उहाँलाई आजको कार्यक्रमको क्लोजिङ चाहिँ चलचित्र जाँच समितिका सदस्य तथा नेपाली चलचित्र उद्योगमा लामो समय निर्माणमा समेत खटिएर अनि कलाकारको रूपमा अभिनय गर्नुभएका सम्पूर्ण श्रेष्ठलाई यो कार्ड प्रदान गर्दै आजको कार्यक्रम यही सकेको घोषणा गर्दछु। नमस्ते।